म 5 मिनेट रिल हेर्छु भनेर मोबाइल खोल्नुभयो, तर आधा घन्टा, 1 घन्टा वा कहिलेकाहीँ घन्टौँ बितिसकेको थाहा नै हुँदैन। किन यस्तो हुन्छ होला? यसको कारण तपाईँको जाँगर कम भएको वा इच्छा शक्ति कमजोर भएर होइन। हाम्रो दिमागमा एउटा रसायन हुन्छ डोपामिन। डोपामिनलाई धेरैले खुसीको रसायन भन्छन्, तर वास्तवमा यो धेरै खोज्ने र फेरि त्यही कुरा गर्न प्रेरित गर्ने रसायन पनि हो। जब तपाईँ फेसबुक, टिकटक वा रिल स्क्रोल गर्नुहुन्छ, तपाईँलाई अर्को भिडियो कस्तो आउला भन्ने कुरा थाहा हुँदैन। कतिपय भिडियो सामान्य हुन्छन्, कतिपय धेरै रमाइला, कतिपय अचम्मका वा भावुक बनाउने हुन्छन्। तर दिमागले त्यही अनिश्चिततालाई मन पराउँछ। त्यसैले तपाईँको दिमागले भन्छ, अब एउटा हेर्छु, फेरि भन्छ, अब केही छ कि हेरौँ न। त्यसपछि फेरि भन्छ, सायद अब अझै राम्रो भिडियो आउला कि। हो, यस्तै चक्र बारम्बार दोहोरिरहन्छ। तर समस्या तब सुरु हुन्छ जब दिमाग लगातार छिटो छिटो स्क्रोल गर्ने बानीमा पर्न थाल्छ। त्यसपछि किताब पढ्न, काममा ध्यान दिन वा सामान्य कुराबाट आनन्द लिन हामीलाई एकदम धेरै गाह्रो हुन सक्छ, किनकि दिमागले सधैँ नयाँ कुरा, छिटो नतिजा खोज्न थाल्छ। बिस्तारै हामीमा धैर्यता भन्ने कुरा कम हुँदै जान सक्छ। यसको मतलब सामाजिक सञ्जाल पूर्ण रूपमा नराम्रो हो भन्न खोजेको चाहिँ होइन, तर यसलाई हामीले नै नियन्त्रण गर्नुपर्छ। हामीले ख्याल गर्नुपर्छ कि सोसियल मिडियाले हामीहरूलाई कन्ट्रोल नगरोस्, बरु हामीले आफ्नो आवश्यकता अनुसार यसको प्रयोग गर्न सकौँ। र अन्त्यमा तपाईँलाई एउटा प्रश्न छ कि तपाईँ दिनमा कति समय रिल र सोसियल मिडिया स्क्रोल गर्नुहुन्छ? कमेन्ट गर्नुहोस्।